हेलो एभ्रिवान गाइस, सम्पूर्णमा देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो इब्दात कम्पनीको बेडरुम लास्ट 5 नम्बर र देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू हैन। हामीले विदेशमा काम गर्ने यस्तो देख्न सक्नुहुन्छ गाइजहरू हैन। र तपाईहरुलाई म देखाउन गइराखेको छु। यहाँ चाहिँ हाम्रो यो फायर कन्ट्रोल रुम आगो लागिबाट बच्नको लागिलाई र यो चाहिँ आउटसाइड यहाँबाट निस्केको छ भने भित्रको इन्जिनहरू तपाईलाई देखाउन गइराखेको छु गाइजहरू। र देख्न सक्नुहुन्छ, हेर्नुहोस् है गाइजहरू। र यहाँ चाहिँ यस्तो छ, यो ब्याट्री सिस्टम र यता इलेक्ट्रोनिक विषय दुईटा अप्सन छ यसमा। र मोटरहरू देख्न सक्नुहुन्छ, यसको इन्जिन यता देख्न सक्नुहुन्छ। यो चाहिँ लाइट नभएको बेलामा चाहिँ केही आगो लागिबाट चाहिँ यो यसको अप्सन यसबाट जस लाइट नभएको बेलामा चाहिँ यसलाई चलाउन सकिन्छ यो ब्याट्री पिकअपबाट। र यता देख्न सक्नुहुन्छ गाइजहरू हैन, यो चाहिँ यो मोटर हो हैन। यहाँ चाहिँ इलेक्ट्रोनिक यो लाइनबाटै चल्ने हो। र देख्न सक्नुहुन्छ यसको इन्जिन यहाँ अफ अन गर्ने ब्रेकरहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ डेन्जर भनेर यसलाई नछुनु भनेर अप्सन देखाइरहेको छ भने यसको ब्रेकअपहरू यो चाहिँ अप्सनहरू घटाउने भोल्टेज अफ अन गर्नेहरू छ। र देख्न सक्नुहुन्छ यो मेसिनको यो भोल्टेजहरू टेस्ट गर्ने अफ अन गर्ने। र इन्जिन चाहिँ यहाँ देख्न सक्नुहुन्छ गाइजहरू हैन। यो इलेक्ट्रोनिकबाट र यो ब्याट्री पिकअपबाट दुईटा अप्सन छ यसको, देख्न सक्नुहुन्छ गाइजहरू हैन। यसको फिटिङ यस्तो छ कि यहाँबाट चाहिँ यो चाहिँ आउटसाइडमा यो चाहिँ यहाँ यो इन्जिनबाट चलेको बेलामा हावा ग्यास बाहिर जाने र पानी फिटिङ भइसकेपछि चाहिँ पानी आउटसाइडमा जाने मोटर खिचेर यताबाट आउटसाइडमा यहाँबाट देख्न सक्नुहुन्छ गाइजहरू हैन। र यसको अप्सन चाहिँ गाइजहरू यस्तो छ। र मलाई पनि देख्न सक्नुहुन्छ थोरै भिडियो साथसाथै हाम्रो यो आउटसाइड भनेको चाहिँ यो कन्ट्रोल रुम यहाँबाट चाहिँ बाहिर निस्किन सकिन्छ गाइजहरू हैन। बाहिर निस्किन सकिन्छ। बाहिरको दृश्य भनेको चाहिँ यो ग्राउन्डमा यो पार्किङ छ, यो पार्किङको अप्सनहरू हो गाइजहरू हैन। यो गाडी पार्किङ गर्नुको लागि आफ्नो स्पेस राखिदिएको हुन्छ। र यस्तो छ गाडीको आफ्नो स्पेसहरू यहाँनिर पार्किङको लागि देख्न सक्नुहुन्छ। र यसको यो चाहिँ बाहिरबाट चाहिँ आउने एक अप्सन र एउटा इन्जिन चाहिँ तपाईँले यहाँ पनि एउटा राखेको छ। यो चाहिँ बाहिर यो खाने पानी बाहिरबाट यो आएको अप्सनहरू हुन यो हाल्यो पाइपमा यताबाट बाहिरबाट आउटसाइडबाट यहाँबाट ल्याएको छ। अनि यहाँबाट ल्याएर चाहिँ तपाईँ देख्न सक्नुहुन्छ ल्याएर यसको अप्सनहरू यहाँ छन् गाइजहरू हैन। यो यहाँ पनि सेफ्टी गरेर राखिदिएको छ यसरी। यसको अप्सनहरू यहाँ छ, यसरी देख्न सक्नुहुन्छ गाइजहरू। र हस्त धन्यवाद तपाईँहरूलाई हाम्रो यहाँको यो मेरो इब्दात कम्पनीको यो विषयमा तपाईँहरूलाई जानकारीको लागि मैले सबैलाई भिडियो गर्न यसरी देखाइदिइसकेको छु। र तपाईँले मसँग सल्लाह सपोर्टको लागि भने कस्तो छ के हो भनेर मेरो कमेन्ट बक्समा छोड्न सक्नुहुन्छ गाइज। यो चाहिँ जापानिज यो पानीको कन्ट्रोल भोल्टेज घटाउने बढाउने प्रेसर मेसिन हो। यो चाहिँ कम्प्रेसर